नमस्कार दोस्तों, आज म तपाईँलाई एउटा नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। पहिला यो मोटु पल्लुको यो कार्टुनहरूलाई हेर्नुहोस् कि मतलब कि मलाई बोलाइरहेका छन्, मतलब मेरो गाउँमा आइरहेका छन् र मोटु पल्लुको कार्टुनलाई हेर्नुहोस्। ए लक्ष्मण दोस्त, हामी तिमीलाई भेट्न कुडारी बजारमा आएका छौँ। हो यार लक्ष्मण, प्लिज छिटो आउनु है। हामी यहाँ धेरै समयदेखि कुर्दैछौँ। यदि कसैले लक्ष्मणलाई चिन्नुहुन्छ भने उसलाई भन्नु। सुन्नु भएको छ, मोटु पल्लुको कार्टुन कस्तो इन्गेजमेन्ट बनिरहेको छ र मेरो नाम लक्ष्मण दोस्त, हामी तिमीलाई भेट्न आएका छौँ भनिरहेको छ। मतलब कि तपाईँले जोसँग पनि बनाउन सक्नुहुन्छ कि, चाहे तपाईँले कार्टुनमा बनाउन सक्नुहुन्छ आफ्नो नाममा बोलाएको, चाहे आफ्नो गाउँमा आएको पनि बनाउन सक्नुहुन्छ। यस्तै गरेर अहिले धेरै ट्रेन्डिङमा पनि रहेको छ, धेरैजना मानिसहरूले बनाएर धेरै भाइरल पनि भइरहेका छन् मोटु पल्लुको। र यसै गरेर तपाईँले बनाउन सक्नुहुन्छ। अरू मान्छेहरूले के बताउँछन् भन्दाखेरि पनि फ्लो एआईबाट बनाउँछन्, तर तपाईँको फेस रियल आउँदैन। तर होइन, म तपाईँले कार्टुनले त्यो मोटु पल्लुले तपाईँले बोलाएको म तपाईँले त्यही सिकाउनेछु। म फ्लो एआईबाट बनाउनु छैन, अर्को एउटा फ्री एउटा एआई टुल छ जहाँबाट त एआईबाट नै हो, त्यो युट्युबबाट नै फिचर छ, युट्युबमै छ एआईको फिचर्स आएको छ, त्यहाँबाट म तपाईँले सिकाउनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईँले यस भिडियोलाई पुरा हेर्नुभयो भने चाहिँ तपाईँले केही न केही नलेज मिल्नेछ। तपाईँले त्यो मोटु पल्लुलाई 2 मिनटमा बनाउनु सक्नुहुन्छ होइन। म तपाईँले बताउनमा टाइम लाग्ला, तर तपाईँले बनाउनु भयो भने 2 मिनटमा लाग्छ। र भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र म भिडियोलाई गर्न गइरहेको छु। स्टार्ट मेरो फोनको स्क्रिनमा जाउँ। भिडियोलाई स्किप गरेर नहेर्नु होला है त। र भिडियोलाई गर्छु सुन्नु होला, नत्र एक्लै मिस्टेक गरिदिनु भयो भने चाहिँ तपाईँहरूमा आउँदैन। र तपाईँले पहिला प्ले स्टोरमा जानु होला। पहिला म यहाँ प्ले स्टोरमा जान्छु। प्ले स्टोरमा गइसकेपछि तपाईँले यहाँ एउटा एपलाई इन्स्टल गर्नुपर्ने हुन्छ। र यहाँ तपाईँले च्याट जिपिटी भनेर सर्च गर्नु होला, सिएचटी च्याट जिपिटी भनेर यसलाई इन्स्टल गर्नु होला आफ्नो फोनमा। र मेरोमा अलरेडी इन्स्टल छ र म यसलाई युज गर्छु। र पहिला यो च्याट जिपिटीलाई खोल्नु होला। म यो च्याट जिपिटीलाई खोल्छु र यसलाई खोलिसकेपछि अब तपाईँले के कमान्ड दिने है त्यो राम्रोसँग अब ध्यान दिएर सुन्नुहोस्। म जे भनिरहेको छु त्यसलाई फलो गर्नुहोस्। म यहाँ के भन्छु भन्दाखेरि यहाँ सुन्नुहोस्। मलाई एउटा मोटुको इमेज देऊ जुन कि त्यो मलाई कुडारी बजारमा मलाई कुरेको होस्, जस्तै मलाई गाउँमा आएको होस् र त्यो मेरो बाटो कुरिरहोस्। पछाडिपट्टि मेरो गाउँको नाम लेखेको होस्, त्यो पोस्टरमा कुडारी बजार भनेर मेरो गाउँको लेखेको होस् र त्यसले कुरेर मलाई यो मोटु भन्नुहोस्। पल्लुको इमेज बनाएर दियो भन्नु भनौँ, ट्याक्क लाएर अनि त्यसले बनाएर दिन्छ तपाईँहरूले केही सेकेन्डमा। र त्यही इमेजबाट नै हामीले त्यसलाई भिडियोमा कन्भर्ट गर्छौँ। र त्यसबाट अब त्यसले के लिने, अब यहाँ एकछिन पछाडि यहाँ क्रिएटिङ इमेज भन्न लागेको छ, देख्न सक्नुहुन्छ। र यहाँ क्रिएटिङ इमेज भनेको छ र हाम्रो इमेजलाई बनाउन लागेको छ। र यसलाई बनाइसकेपछि म तपाईँलाई देखाउनेछु। र त्यसपछि तपाईँले भिडियोमा कसरी कन्भर्ट गर्ने त्यसलाई ध्यान दिएर हेर्नु होला, नत्र तपाईँले एक्लै मिस्टेक गरिदिनु भयो भनेपछि हुँदैन। र यो इमेज बनाइसकेपछि म तपाईँलाई देखाउनेछु। र साथीहरू फाइनली यहाँ आइसकेको छ इमेज, तर पातलुको आइरहेको छैन, केही छैन, तर एकै मोटुले मात्रै मलाई भन्छ है त। र यति भइसकेपछि अब तल्लिपट्टि फेरि तपाईँले एउटा कमान्ड दिनुपर्ने हुन्छ। म यहाँ जे भन्न गइरहेको छु त्यसलाई ध्यान दिएर फलो गर्नुहोस्। र यो माइकमा क्लिक गर्नु होला। अब तपाईँले इमेज बनाइदिनु सक्नुभएको छ। म अब भिडियोमा कन्भर्ट गर्नु छ। भिडियोमा कन्भर्ट गर्नुको लागि मलाई स्क्रिप्ट दिनुहोस्, ताकि मोटुले मलाई भन्नुहोस्, लक्ष्मण दोस्त तिमी कहाँ छौ, म तिमीलाई भेट्न कुरारी बजारमा आएको छु, छिटो आऊ भनेर भनेर भन्नुहोस्। र यो स्क्रिप्ट लेखेर देऊ, ताकि मोटु पल्लुको कहानी त्यसले मलाई बोलाओस् र त्यो डाइलग देऊ। मोटु पल्लुको डाइलग देऊ, मेरो डाइलग नदेऊ। मोटुले मलाई घुराएको होस् र त्यो डाइलगले देऊ। र यस्तो भनेर तपाईँले भनिदिनु होला। त्यस पछाडि यसले तपाईँलाई डाइलग दिन्छ। र यसले तपाईँले अब डाइलग दिन्छ, मतलब कि त्यो स्क्रिप्टमा देख्न सक्नुहुन्छ। मलाई अब स्क्रिप्ट दिइसकेको छ, मतलब मैले जे भनिरहेको छु त्यसले। अब एक एक गर्दै तपाईँले आफ्नोमा हाल्नु होला है त। जस्तै म यहाँ एक एक गर्दै लिन्छु। र साथीहरू त्यति भइसकेपछि अब तपाईँले एक एक स्क्रिप्ट गरेर तपाईँले लेख्नु होला है त। म जस्तै यहाँ यो स्क्रिप्टलाई लिन्छु र तपाईँले के गर्नु होला, अब तपाईँले ध्यान दिएर सुन्नुहोस्। म अब तपाईँले युट्युबलाई ओपन गर्नु होला। युट्युबलाई ओपन गरिसकेपछि तल्लिपट्टि प्लसको आइकन मिल्छ, यसमा क्लिक गर्नुहोस् र यो भिडियोमा नआउनुहोस्, सर्ट्समा आउनुहोस्। र यो सर्ट्समा आइसकेपछि एउटा एआईको माथि कोर्नरमा एआईको फिचर मिल्छ, देख्न सक्नुहुन्छ माथि हो, त्यस कुनामा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँले यस्तो देखिन्छ। र त्यसपछि फोटो टु भिडियो भनेको छ नि माथि सेकेन्डमा, हो त्यसमा क्लिक गर्नुहोस्। र त्यो मैले इमेज डाउनलोड गरेको थिइनँ, म अब त्यो इमेजलाई इमेजलाई डाउनलोड बनाउनु गर्न गरेको थियो। जान्छु। त्यो इमेजलाई मैले डाउनलोड गरेको छैन, म त्यसलाई डाउनलोड गर्छु। जसले यसले पहिला सेभ गर्नु होला है त। मैले सेभ गर्न बिर्सिरहेछु। र यसलाई पहिला सेभ गर्नुहोस् आफ्नो ग्यालेरीमा। र यो सेभ भइसकेको छ। फेरि यो इमेजलाई एड गर्नुहोस् र त्यो डाइलग थियो नि, हो त्यो डाइलगलाई यहाँ पेस्ट गर्नुहोस् र फेरि अर्को डाइलग
र फेरि अर्को डायलग ल्याउनुहोस् जुन हो यस्तो यस्तो गरेर अर्को डायलग ल्याउँदै त्यसमा पेस्ट गरिदिनु होला र त्यसमा पेस्ट गरिसकेपछि अनि तल्लोपट्टि एउटा एरो भन्ने आउँछ नि हो त्यो एरोमा जस्तै त्यस्तै यहाँ पहिला म यो पेस्ट गर्नु होला यसमा तपाईँले पेस्ट जति लगाउँछ गरिदिन्छु। त्यति र अर्कोलाई पनि एड गरिदिनु होला र तपाईँले जति मन गर्यो त्यति लिन सक्नुहुन्छ। लिनु होला र म अब यसलाई बनाउनु गइरहेको छु। यस्तो पेस्ट भइसकेको छ। यहाँपट्टि यतापट्टि एउटा तपाईँले एरो देख्नेछ, यो एरोमा क्लिक गर्नु र तपाईँको बनेर तयार हुन्छ। र यहाँ बनेर तयार हुन्छ त्यसमा क्लिक गर्नु बित्तिकै र तपाईँको बनिसक्यो है त। साथीहरू अब रियलको रियल लाग्छ कि मेरो नाम पनि काटिरहेको छ लक्ष्मण हेलो भनेको छ हेर्नुहोस्। र देख्न सक्नुहुन्छ यसले इङ्ग्लिसमा पनि बोलेको छ। यसै गरेर तपाईँले बनाउन सक्नुहुन्छ। आजको यस भिडियो तपाईँलाई कस्तो लाग्यो त्यसलाई कमेन्टमा बताउन नबिर्सनु होला। आजको लागि थ्याङ्क यू, बाई बाई।